नमस्कार मित्रहरू, स्वागत छ तपाईहरू सबैलाई। आज हामी तपाईलाई एउटा यस्तो जङ्गलको कथा सुनाउँदैछौँ जहाँ जाने धेरै मानिसहरू फर्किएनन् र फर्किनेहरू पनि कहिले पहिले जस्तो रहेनन्। यो ठाउँ हो ओकियोगाहारा फरेस्ट। जापानको माउन्ट फुजीको फेदमा फैलिएको यो घना जङ्गल बाहिरबाट हेर्दा अत्यन्त शान्त र सुन्दर देखिन्छ, तर भित्र पस्ने बित्तिकै सबै कुरा बदलिन्छ। यो जङ्गल यति बाक्लो छ कि सूर्यको प्रकाश पनि राम्ररी भित्र पस्न सक्दैन। चारैतिर उस्तै देखिने रुखहरू, उस्तै बाटोहरू र एक अजीब सन्नाटा। एकपटक एउटा युवक साहसिक यात्रा गर्ने सोचेर यो जङ्गलमा पस्यो। सुरुमा सबै सामान्य थियो। उसले फोटो खिच्यो, भिडियोहरू बनायो, रमाइलो गर्यो, र जति ऊ भित्र जाँदै गयो उसलाई अनौठो महसुस हुँदै गयो। उसको मोबाइलमा नेटवर्कहरू पनि हरायो। कम्पासले काम गर्न छोड्यो र चारैतिर हेर्दा उसलाई सबै बाटो उस्तै देखिन थाल्यो। ऊ फर्किन खोज्यो, तर कुन बाटोबाट आएको थियो उसलाई याद रहेन। घन्टौँ हिँड्दा पनि उही ठाउँमा घुमिरहेको जस्तो लाग्यो। डर बिस्तारै बिस्तारै बढ्दै गयो। अचानक उसले टाढाबाट कसैले उसको नाम बोलाइरहेको जस्तो आवाज सुन्यो। ऊ रोकिन्छ, फेरि सुरु हुन्छ। त्यो आवाज अझ झन् नजिकबाट आएको जस्तो हुन्छ। उसले सोच्छ, सायद अरू कोही पनि यहाँ हराएको छ, र ऊ त्यो आवाजतिर जान थाल्छ। तर ऊ जति अगाडि बढ्छ त्यो आवाज झन् टाढा जस्तो हुँदै जान्छ। अचानक सबै कुरा पूर्ण रूपमा शान्त हुन्छ, र न हावाको आवाज न रुखको सुस्केरा। त्यो क्षण उसको मनमा एउटा कुरा आउँछ, ऊ एक्लो छैन। ऊ डराएर दौडिन थाल्छ, तर कुन दिशामा जाँदैछ उसलाई थाहा हुँदैन। केही दिनपछि सर्च टिम त्यहाँ पुग्छ र उनीहरूले उसको झोला भेट्छन्। मोबाइल भेटिन्छ, तर त्यो युवक कहिले भेटिँदैन। आज पनि यो जङ्गलमा जाने केही मानिसहरूले अनौठा आवाजहरू सुन्ने, कसैले पछ्याइरहेको महसुस गर्ने र अचानक बाटो हराउने अनुभव सुनाउँछन्। Sadly, there's stuff in it, all the person's stuff. There's like a journal or a book or something, so yeah, I'm about to go. यो जङ्गलको सबैभन्दा ठुलो खतरा जनावर होइन, यो आफै एउटा जङ्गल हो जहाँ एकपटक हरायो भने फर्किने सम्भावना निकै कम हुन्छ। अब तपाईँ सोच्नुहोस्, यदि तपाईँ त्यहाँ एक्लै जानुभयो भने के तपाईँ सुरक्षित फर्किन सक्नुहुन्छ, वा तपाईँ पनि त्यो जङ्गलको अर्को रहस्य बन्नुहुन्छ? यदि तपाईँलाई यस्तो रहस्यमय र डरलाग्दो कथाहरू सुन्न मनपर्छ भने यो भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब गर्नुहोस्।